दुईवटा प्रस्तावको सूचना प्राप्त हुन आएकोमा श्री प्रेम सुवालले आफूले पेश गर्नुभएको प्रस्ताव फिर्ता लिनुभएकोले यसमा माननीय श्री वंशरी घरतीलाई व्यवस्थापन संसदको सभामुख पदमा निर्वाचित गरियोस् भन्ने एकमात्र प्रस्ताव कायम रहेको ब्यौरा जानकारी गराउँछ। मान्य सदस्यहरू, यस सभामा मान्य सदस्य श्री वंशरी घरतीलाई व्यवस्थापिका संसदको सभामुख पदमा निर्वाचित गरियोस् भन्ने एकमात्र प्रस्ताव कायम रहेकोले व्यवस्थापिका संसदको अन्तरिम कार्यविधि 2072 को दफा 6 को उपदफा 4 बमोजिम माननीय वंशरी घरती व्यवस्थापिका संसदको सभामुख पदमा निर्विरोध निर्वाचन हुनुभएको घोषणा गर्छु। मान्य सदस्यहरू, व्यवस्थापिका संसदको सभामुख जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचन हुनुभएकोमा माननीय श्री वंशरी घरतीलाई मेरो व्यक्तिगत एवं सिङ्गो व्यवस्थापिका संसदको तर्फबाट हार्दिक बधाई दिन चाहन्छु र सफल कार्यकालको लागि पनि कामना गर्छु। अब यो बैठक 15 मिनेटको लागि स्थगित हुन्छ।